हेलो एभ्रिवान हालसालै खुलेको छ नेपाल ब्याङ्क लिमिटेडको विभिन्न तहहरूमा र विशेष गरी म अब यो सहायक चौथोकोमा फोकस गर्न चाहन्छु। कोशी प्रदेश, मध्य प्रदेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश नेपालका 7वटा प्रदेशमा खुलेको अवस्था छ र सबैभन्दा धेरै चाहिँ हामी देख्न सक्छौँ कि बागमती प्रदेशमा खुलेको छ खुल्लामा सबैभन्दा धेरै र यावत रूपले अन्य उसमा पनि खुलेको देखिन्छ अन्य समूहहरूमा पनि। यसको लागि क्वालिफिकेसन भनेको जुनसुकै फ्याकल्टीबाट पनि ब्याचलर्स स्नातक भनेपछि ब्याचलर्स कम्प्लिट गरेको हुनु पर्यो। त्यो अवस्थामा चाहिँ भर्न सकिने छ। अब यसको फर्दर क्वालिफिकेसन्स भनेको एज लिमिट भइहाल्यो। 35 वर्ष नलागेको पुरुषको हकमा, 40 वर्ष नलागेको महिलाको हकमा र लगभग त्यति नै हो। र यसको डिटेल ब्रेकडाउन सिलेबसको ब्रेकडाउन सहित अरू अन्य कन्टेन्टहरू पनि तपाईँलाई मैले उपलब्ध गराउने नै छु। त्यसको लागि चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्त, धन्यवाद।